नमस्कार। नापी मालपोतको कार्यालय जाँदै गर्दा होस् वा पासपोर्ट लाइसेन्सको लिनको लागि जाँदै गर्दा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदै गर्दा होस्, लामो लाइनमा बस्नु परेको, पालो कहिले आउँछ भनेर कुर्नु परेको, टन्न कागजात बोकेर गएको र अन्तिममा गएर यो कागजात मिलेन भनेर भनेको, कहिलेकाहीँ सेवा टाइममा लिनको लागि अतिरिक्त शुल्क टेबल मुनिबाट तिर्नु परेको, यस्तै यस्तै खालको अनुभव हामीहरूमध्ये धेरैले बोकेका छौँ। यो बिचमा के पनि सुधार भएन भनेको होइन। कतिपय सरकारले दिने सर्भिसेसहरू डिजिटलाइज हुँदै गर्दा नागरिकलाई सेवा पनि मिलेको छ। तर लार्जली हामीहरूमध्ये धेरैको अनुभव यस्तै छ। स्वास्थ्य मन्त्रालयमा छोटो समय काम गर्दा स्मार्ट हेल्थ भन्ने एउटा कार्यक्रम सुरु गरेको थिएँ। के सुधारहरू पनि भयो, तर दुईवटा कुराको अनुभव गरेँ। एउटा, यो सरकारी निकायहरूमा अहिले पनि डिजिटलाइज सर्भिस भनिसके पछाडि टेक्नोलोजी एप भन्नेतिर ध्यान जाँदो रहेछ। अर्को, यो साइलोजमा काम गरेर जस्तो परिणाम दिन खोजेको नसकिने रहेछ। सरकारका सबै निकायहरूको बिचमा समन्वय भयो र सरकारले नै एउटा दृष्टिकोणका साथ काम गर्दाखेरि मात्रै ठिक ठाउँमा पुर्याउन सकिने रहेछ। यिनै अनुभवहरूका आधारमा अब के गर्न सकिन्छ भनेर एउटा स्पष्ट योजनाका साथ म आएको छु, हामीहरू आएका छौँ। हामीहरू एकदम प्रष्ट छौँ। मिनिमम गभर्मेन्ट बडिज, म्याक्सिमम गभर्नेन्स। एउटा नागरिकले सरकारी सेवा लिन भनेर सोच्दै गर्दाखेरि सकेसम्म त्यो राज्यको सरकारको ढोकामा जानै नपरोस्। राज्य सरकार आफै नागरिकको घरमा पुगोस्, सेवा दिन पुगोस्, हातमा पुगोस्। यदि जानै पर्यो भने पनि एकपटक मात्र जान परोस् र जानै पर्दै गर्दाखेरि पनि त्यो हैरानी बिहोरेर आउने अवस्था नबनोस्। यस्तो बकाइदा गर्न सकिन्छ। यस्तो गर्नुलाई के गर्ने भनेर केही सोचाइहरू तयार गरेका छौँ। एक, डिजिटल इन्फ्रास्ट्रक्चरमा लगानी गर्ने, त्यो पनि एकदमै धेरै र एकदमै छिटो। दुई, प्राइभेट सेक्टरलाई पनि खुला गर्ने र सरकारका सबै डिपार्टमेन्टहरू, मन्त्रालयहरू मात्र होइन, तिनै तहको सरकारको बिचमा छुट्टा छुट्टै काम गर्ने होइन, एउटै दृष्टिका साथ एउटै डिरेक्सन हेरेर काम गर्ने। तीन, वन सिटिजन वन आइडी, यो प्रिन्सिपल अन्तर्गत नेसनल आइडीमै अथेन्टिसिकेसन गर्ने व्यवस्था गर्ने। चार, गभर्मेन्टको डेटा एक्सचेन्ज प्लेटफर्म मार्फत सबै सरकारी प्रणालीबीच इन्टरअपरेबिलिटीको व्यवस्था गर्ने। पाँच, वन्स ओन्ली प्रिन्सिपल अन्तर्गत एकपटक विवरण बुझाइसकेपछि फेरि दोहोऱ्याएर बुझाउन नपर्ने, यो खालको व्यवस्था गर्ने। नेसनल आइडी, लाइसेन्स, जति पनि सरकारी यो कागजातहरू छ यसलाई डिजिटलाइज फर्म जुन छ डिजिटल कपीहरूको प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गर्ने। सरकारी निर्णय, लेनदेन, यसको ट्रेसेबिलिटी सुनिश्चित गर्नको लागि सम्पूर्ण सरकारी दस्तावेजहरू ब्लकचेन प्रविधि मार्फतबाट सुरक्षित र उत्तरदायी रूपमा व्यवस्थापन गर्ने, यसलाई पनि सुनिश्चित गर्ने। साइबर सेक्युरिटीलाई नेसनल सेक्युरिटीको रूपमा डिल गर्ने। र यस पछाडि अर्को महत्त्वपूर्ण कुरा भनेको यो जोसँग डिजिटल साक्षरता छैन वा डिजिटल एक्सेस छैन उनीहरूलाई पनि यो सँगसँगै समेटेर लिएर जानु पर्यो। यसको लागि डिजिटल सिटिजन सर्भिस सेन्टरहरूको स्थापना गर्ने र इन्टरनेटको पहुँचै नभएको ठाउँमा अन्य वैकल्पिक माध्यमहरू जस्तो उलाकी सेवाहरू मार्फतबाट सेवा दिने र यो कुरालाई पनि सिन्क्रोनाइज गरेर लिएर जाने। यो सबै कुराहरू गर्दाखेरि लक्ष्य एकदम स्पष्ट कुरा हो कि जस्तो हामीले क्यासलेस भुक्तानी भनेर भन्छौँ, पेपरलेस अफिस भनेर भन्छौँ, फेसलेस सेवा भनेर भन्छौँ। यस पछाडि एउटै कुरा हुनुपर्छ, अघि मैले भनेको जस्तै नागरिकहरू सरकारको ढोकामा जानै नपरोस् सेवा लिनको लागि। सरकारको ढोकामा जानुपर्ने छ भने पनि एकपटकभन्दा बढी जानु नपरोस् र गएर आउँदै गर्दाखेरि धिक्कार सरकार भनेर होइन, थ्याङ्क यू सरकार भनेर आउनुपर्ने अवस्था सृजना गर्न सकियोस्। यसको लागि हामीले कानुनहरू के बनाउनुपर्छ, के बदल्नुपर्छ, अहिले भइरहेको संस्था कुन हटाउनुपर्छ, कुन थप्नुपर्छ, कसलाई मर्ज गर्नुपर्छ, यो विभिन्न तहको सरकारहरू बिचमा समन्वय कसरी गर्नुपर्छ, पहिलो काम के गर्ने, दोस्रो काम के गर्ने, सबैको बारेमा डिटेल यसको हामीले वर्कआउट गरेका छौँ। हामीहरू गर्न सक्छौँ र यो गरिरहँदै गर्दा के सोचिराखेर गरेका छौँ भने जब हामी सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने भन्छौँ र यसलाई डिजिटलाइज गर्ने भन्छौँ, यो टेक्नोलोजीको बारेमा होइन, यो डिग्निटीको बारेमा हो। डिजिटल गभर्मेन्ट इज नट अबाउट टेक्नोलोजी, इट इज अबाउट ट्रस्ट, इट इज अबाउट डिग्निटी। यो सोचाइको साथ काम गर्दै गर्दा नागरिकहरूले सेवा प्राप्त गर्ने कुरा भनेको हैरानीको कुरा होइन, सरकारले सेवा दिने कुरा भनेर भनेको चाहिँ उसको ड्युटीको कुरा हो भन्ने सोचाइका साथ नागरिकहरूले सेवा पाउने कुरालाई सुनिश्चित गर्न सकिन्छ। यो हो हाम्रो सोचाइको नागरिक मैत्री सरकार। धन्यवाद। जय नेपाल।